आज धेरै दिनपछि भएर भिडियो बनाउन निस्केको है। काम छुट्टी पाएर है, पानी परेर है, जति फ्रेस हुन खोज्यो यार फ्रेस नै हुँदैन भनेको यस्तो भइरहेछ कि है। म काम पनि चल्छ कि भोलिदेखि हो। अब फेरि पनि 8 बजे ड्युटी जाने हो, अनि त्यसपछि रातिको 11 बजीसम्म काम चल्छ। अनि कहाँको भिडियो बनाउनु है। अहिले एकछिन भए पनि ब्याङ्कतिर गएर यसो खच्चा सेलरी हालेर आएको है। उही माथि एटिएम कार्ड बिग्रेको थियो है। एक्लै छ, पानी परे। नेपालको हाम्रो बाटो जस्तो भइरहेछ, गाउँघरतिरको जस्तो यस्तो भइरहेछ है। चिप्लिन्छ यार। अहिले जङ्गलतिर छ। ओहो, यहाँ त कति धेरै छ। यस्तै है। सबैले मेरो ब्लगलाई हेरेर साथ दिनु होला। यस्तै साला चोर पनि आउँछ है मलेसिया हो। जे नि हुन सक्छ यहाँ, जे नि हुन सक्छ। के हुन्छ नि होइन। त्यही भएर चाहिँ अब हाइवेमा पुग्न लाग्यो। हाइवेमा पुग्छ अब 10-15 मिनटपछि मेरो कोठामा पुग्छ। यस्तो छम्प्लाङ रोड चाहिँ दामी छ कि सिन चाहिँ दामी आउँछ है साथीहरू है। यो छाप्रो हुँदै मिठो तरिकाले अलिअलि पानी पनि परिरहेछ। यति हो कि हेर्नुहोस् त, मलेसियामा विकास भनेको यस्तो हो कि गाउँतिरको रोड भए पनि साथीहरू मेरोको लागि पर्खेको साइकलमा जाउँ भनेको म चाहिँ हिँड्ने। साइकल बिग्रिया छ मेरो है। चोकतिर है। आज भोलि लास्टै बिजी छु कि आफ्नो भाग्य बनाउन हो कि के गर्नु हो, लास्टै बिजी छु। हुन त परिवारलाई फोन गर्ने टाइम हुन्छ। आज छुट्टीमा बाबामम्मीसँग थोरै बोल्यो। अब हजुरआमासँग बोल्नु बाँकी छ। हजुरआमा अनलाइनमै आएको छैन। बेलुकातिर हेर्नु पर्ला है। अहिले मोबाइलको चार्ज पनि सकिँदैछ भिडियो बनाउँदै। तार कम्पनी पुगेछ, ठुलो कालको तार भन्छ यसमा, यो कम्पनीमा है। उतातिर केटी पनि आइरहेछ म जस्तै, एक्लै एक्सर्साइज गरेर हिँड्दैछ होइन। म पनि फाइनली एक्सर्साइज गर्दै, ऊ पनि सेतो ड्रेसमा, म पनि सेतो ड्रेसमा, यस्तो पाराले हिँडिरहेको छु फाइनली गाइज है। अहिले चाहिँ ड्युटी नभएर छस्सा गाडी हिँड्छ अलिअलि। त्यहाँबाट नि हारियो, यताबाट पनि हारियो। तर यहाँतिर एउटा खुट्टा हाल्ने ठाउँ पनि हुँदैन। खुट्टा हाल्ने ठाउँ हाइट पानी यसरी पर्छ कि ग्यास भने पनि यस्तो हो कि अब खुट्टा त धुने होला नि। आज कामको दिन भएर चाहिँ, काम नभएर चाहिँ सबै बसेको छ रेहाटमा। भोलि बिहान 6 बजीदेखि गाडीको यहाँ रोडमा लर्को हुन्छ। कतै जानु पायो भने जेब्रा क्रस गर्न पनि मुस्किल हुन्छ। हिँड्दैछु है यार। चिता तामाको यो कम्पनीको डिमान्ड नेपालमा पनि जान्छ। दामी ओटी चल्छ है बबाल। 3 जना त खालि कम्पनी सफा गर्नलाई धुलो बढार्न मात्रै राखेको छ यो कम्पनीले। पानी लगाएर बढारेर त्यस्तो गर्ने खालको अहिले पनि सफा गरिरहेको। फेरि मैले भने 3 जना होइन, आज त 4 जना रहेछ। सबैजना मिलेर समय रहेछ। 4 जना 5 जना मिलाएर 4 जना 5 जना मिलाएर पानी उ गरेर सफा गरिरहेछ। यस्तो हो कि दुइटै कम्पनी होइन, ठुलो छ कि यो कम्पनी। लास्टै ठुलो रहेछ कम्पनी। हरानी मार्ने आज दोस्तहरूसँग रमाइलो कुराकानी हुँदैछ।
किधर जाएगा? ल है साथीको गाडी आइरहेछ। यस्तै गाडी छ है, यस्तै छ। साथीहरू यसरी तानेर पाइपले 4 जना लगाएछ सर, तैपनि पानी जोगिरहेको छैन।